है तिते करेला र मेवा सँगै खानु हुँदैन एकसाथ। अब अर्को दही मोहीसँग दही मोही दुधसँग कागतीको अमिलो या त अन्य अमिलो मिसाउनु हुँदैन, किनभने त्यो फाड्छ, त्यो राम्रो हुँदैन। मरिहाल्ने चाहिँ होइन यसमा। फेरि तिते करेला र मेवा चाहिँ धेरै धेरै खायो भने मान्छे मर्छ नै। अब यी अन्य चाहिँ मरि चाहिँ हाल्दैनन्, तर विष क्रिएट हुन्छ। काउलीमा सकभर टमाटरको प्रयोग नगर्ने है। दुधसँग अन्डा नखाने, दुध र अन्डा। माछासँग दही मही दुध नखाने, माछासँग। इस्कुस, साग, करेला, घिरौला, फर्सी, लौका यिनीहरूमा चाहिँ यिनीहरूमा बेसार नहाल्ने है। करेलाको सब्जी खाइएको छ भने दूध, दही, मोही, भिन्डी, रायो, तोरी, मुलाको साग यिनीहरू करेला सँगसँगै नखाने। अनि करेला बेलुका पनि खानु हुँदैन, तिते करेला। अब अर्को मासुसँग दूध, च्याउ, पनिर, अन्डा, रुखकटर, टुसाएको गेडागुडी मासुसँग नखाने। रुखकटरसँग दूध, दही, मोही, माछा मासु, चुना भनेको चाहिँ त्यो खैनीमा हुन्छ चुना, भुटेको मकै र पोलेको मकै यिनीहरू रुखकटरसँग नखाने।